जाति आयोगले 2080 मा प्रकाशित गरेको तथ्याङ्कमा याखा जातिका जम्मा 57 वटा थरहरू रहेको उल्लेख गरे तापनि यो तथ्याङ्क प्रकाशन गर्दाखेरि किराँत याखा छुमा केन्द्रीय कार्य समितिसँग कुनै पनि संवाद र समन्वय नगरी उहाँले प्रकाशित गरेको पाइएको छ भने वास्तवमा मागमा जिमी, बमद्यान, गोपाल द्यान, बेनबहादुर लकाङ्गाद्वारा प्रकाशित संग्रहित याखा च्याय सिक्ला बमोजिम जम्मा याखाहरूको 45 वटा थरहरू भएको पुष्टि हुन्छ। म यहाँहरू सामु 45 वटा थरहरूको विषयमा म यहाँ एक नम्बरमा इलुङबाङ सिलास उलुङबाङ, 2 नम्बरमा इलावा, 3 नम्बरमा उक्तुबाङ सिलास उक्तुहाङ, 4 नम्बरमा कोमरेङ, 5 नम्बरमा कङफेक सिलास लिङथेप, 6 नम्बरमा कोयङमा सिलास हुतुराई, 7 नम्बरमा खाम्याङ सिलास खाम्याहाङ, 8 नम्बरमा खाइखिम सिलास खायछङ, 9 नम्बरमा खोक्तिबा, 10 नम्बरमा चारकोले सिलास सुखिम, 11 नम्बरमा चब्लिबा, 12 नम्बरमा छाला सिलास छालाहाङ छाराङ, 13 नम्बरमा छङरेङ सिलास सङरेङ, 14 नम्बरमा टिका सलङ सिलास टिकाहाङ सिलास इलो सलङ, 15 नम्बरमा ताम्ली, 16 नम्बरमा तुम्बा, 17 नम्बरमा तुम्याङ, 18 नम्बरमा तेन्छङहाङ, 19 नम्बरमा थाइङ, 20 नम्बरमा थम्परा सिलास थम्परा, 21 नम्बरमा दुम्सियाङ सिलास दुम्सिङ, 22 नम्बरमा देवान कमा पिनुहाङ, यसै गरी मरङहाङ कमा मरङहाङ, पुतलुहाङ कमा मादिहाङ, 23 नम्बरमा नाहुबा सिलास नाहुबा, 24 नम्बरमा पाम्फु, 25 नम्बरमा माखराक सिलास माखरा, 26 नम्बरमा माखरुपा, 27 नम्बरमा मारेन सिलास मारेनहाङ, 28 नम्बरमा यायम्बा सिलास याई, 29 नम्बरमा योक्तेन, 30 नम्बरमा थोक्तकहाङ, 31 नम्बरमा योकहाङ सिलास इयो, 32 नम्बरमा रोगु सिलास रुदुहाङ, 33 नम्बरमा लकहाङ सिलास लोकहाङ, 34 नम्बरमा लावा सिलास लावाहाङ, 35 नम्बरमा लिङखा, 36 नम्बरमा लिम्बुहिम कमा लिम्बुहिम कमा पुपाङ कमा याम्बिम्बु कमा आङ्गुरा कमा फानाबुलाङ कमा वालेन, 37 नम्बरमा लुम्बा, 38 नम्बरमा सिन्चेफहाङ, 39 नम्बरमा सुमा सिलास सुमाहाङ, 40 नम्बरमा हाङसेवा कमा सेवाहाङ, 41 नम्बरमा सम्याङ कमा सम्याहाङ, 42 नम्बरमा हेङबा, 43 नम्बरमा होहोङबा, 44 नम्बरमा लान्छिङछम फमिबा तुफुमी, 45 नम्बरमा एम्बाङ किछामी छेङखाम। धन्यवाद।